सानो भिडियो बनाउँदैछु नेपाली दाजुभाइहरू हेरिदिनुहुन्छ भनेर। म चाहिँ नेपालबाट 6.5 लाख तिरेर साइप्रस आएको। त्यो भेडा र बाख्राको फर्ममा नेपालबाट भनेर पठाएको थियो कि 8 घन्टा ड्युटी हुन्छ, महिनामा 1 दिन छुट्टी हुन्छ, धेरै काम भयो भने ओटी पैसा छुट्टै एक्स्ट्रा दिन्छ भनेर पठाएको थियो। तर यहाँ आएर थाहा भयो कि 14 घन्टा काम गर्नुपर्छ, महिनामा 1 दिन छुट्टी पनि दिँदैन। अनि काम त्यस्तै हो, दिनमा 5 मिनट पनि बस्न दिँदैन ड्युटीको समयमा। 14 घन्टामा 1 घन्टा 30 मिनटको टाइम हुन्छ, त्यति समयमा खानासाना बनाएर खानुपर्ने हुन्छ। यदि तपाईँहरू पनि कुनै साइप्रस आउँदै हुनुहुन्छ र फार्ममा आउँदै हुनुहुन्छ भने चाहिँ नआउनु होला, मेरो अनुरोध छ। किनभने यहाँ दुःख मात्रै छ, बरु तपाईँहरू कुर्नुहोस्, अरू काममा आउँदा एकदमै राम्रो हुन्छ।